मैले कस्तो मान्छेसम्म देखेँ भन्दाखेरि होइन, अब मैले मात्रै होइन तपाईँहरू पनि देख्नु भएको छ होला होइन। कस्तो हुन्छ भन्दाखेरि त्यो हरेक कुराहरूमा नेगेटिभिटीहरूमा बढी फोकस गर्ने कि नकारात्मक कुराहरू बढी सोच्ने, शङ्का बढी गर्ने होइन। त्यो शङ्का गर्दा 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 कस्तो बनाइदियो भन्दाखेरि त्यो सकारात्मक चिजलाई पनि यो नकारात्मक छ है भन्ने बनाइदिने कि। अनि ल मानौँ एउटा रिलेसनसिप बिग्रिनुको कारण पनि म्याक्सिमम आजकल यही कुराहरू पाइन्छ, किनकि अब मिडिया छ नि त। हजुरले मिडियामा जस्तो कुराहरू हेर्नुहुन्छ होइन, तपाईँको मानसिकता जस्तो छ, 2-4वटा भिडियो त्यस्तै हेर्नुहोस्, त्यस्तै त्यस्तै आउन थाल्छ कि होइन। अनि दिमाग पुरै त्यस्तै भइहाल्छ नि त होइन। त्यही भएर यस्तो कुराहरू मैले भन्नु खोजेको स्टप गर्नुपर्छ कि होइन। म हजुरलाई इक्जाम्पल दिन्छु। मानौँ एउटा रिलेसनसिपमा होइन, केटीले केटालाई शङ्का गरेर के भन्यो भन्दाखेरि ऊ मानव आफ्नो तालमा केही काम गरिरहेछ, गर्दा 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 होइन ऊ आफ्नै दुनियाँमा बिजी छ होइन। अब आजकल मिडिया अलिअलि कुरा यताउता त सबैसँग भइहाल्छ नि त। अनि त्यो छोरी मान्छे कस्तो भन्दाखेरि शङ्का गर्दा 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 होइन कस्तो अवस्थामा पुग्छ भन्दाखेरि होइन यो गलत छ होइन, गलत छ, गलत नै भइरहेछ, हरेक कुरामा नेगेटिभिटीहरू खोजिराख्ने कि। आफ्नो काम नै त्यही हो, मतलब उसको बारेमा नकारात्मक कुराहरू पत्ता लगाउने, नकारात्मकहरू कुरा खोजेर बस्ने, उसँग रिलेटेड जति पनि चिजहरू छन् नि, उसको फ्यामिली भयो, उसको अब काम कारोबार गर्ने ठाउँ, सबै ठाउँ के उसको पहिला नकारात्मक चिजहरू गरेर वाच गर्ने कि। साँच्चै यो मान्छे गरिरहेछ है, यस्तै गरिरहेछ कि क्या हो होइन। हरेक कुरा उसलाई खोतलिराख्ने कि, मतलब नकारात्मक कुराहरूमा डुबिराख्ने कि, एउटा शङ्का गर्ने बानी। यो एउटा मानसिक रोग जस्तै हो होइन, जस्तो सिक रोग, प्यारानोइड डिसअर्डर भन्छ कि। अनि यस्तो मान्छे प्रायः के हुन्छ, नेगेटिभ कुराहरू बढी गरिराख्ने, अनि त्यसको नेगेटिभ कुरालाई बढी वाच गरिराख्ने होइन। त्यो गर्दा गर्दा कस्तो अवस्थामा पुर्याइदिन्छ भन्दाखेरि हजुरलाई पनि लाग्न थाल्छ कि। अनि उसँग जो उसको कुरा सुन्छ नि त्यो मान्छेलाई पनि यस्तो बनाइदिन्छ कि होइन, यही नै सत्य हो, यही नै ठिक हो भन्ने बनाइदिन्छ कि। किनकि ऊ त्यति धेरै कल्पनाहरू गरेर बसिरहेको हुन्छ कि ती कुराहरूमा, अनावश्यक कुराहरू सबै काम धाम सब छोडेर त्यही कुरामा एउटा मनगढन्ती कुराहरू खेल्दै, एउटा काल्पनिक कुराहरू सोच्दा 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 यति परसम्म पुग्छ कि होइन, ऊ फर्किनै सक्दैन। अनि लास्टमा के हुन्छ, जब तपाईँलाई कुनै कुरा अधिक भन्न थाल्यो, अधिक गर्न थाल्यो भनेपछि आफूलाई पनि त्यो शङ्का लाग्न थाल्छ कि साँच्चै हो कि क्या हो होइन। त्यहाँ तपाईँ नभए पनि सहन गाह्रो हुन्छ नि त। अनि सहन गाह्रो भएपछि तपाईँ के गर्नुहुन्छ, एक्सन लिनुहुन्छ कि। एक्सन लिएपछि अनि फेरि तपाईँले के भन्छ, हेर त गलत थिइस् नि त, प्रमाणित भयो नि त। आफै भन्छ कि फेरि प्रमाणित भयो नि त, तैँले यही गर्न खोजिरहेको थिइस्, मलाई यस्तै नराम्रो बनाउन खोजिरहेको थिइस्, त्यही भएर अब त मभन्दा टाढा हुनुको लागि भए पनि मलाई के बनाउँछस् त, नराम्रो बनाउँछस् भन्ने अवस्था ल्याउँछ कि तपाईँको सोच नै। अनि त्यसपछि अब तपाईँ आफ्नो दुनियाँमा बिजी भए पनि होइन, तपाईँ पनि सोच्न बाध्य हुनुहुन्छ कि त्यसपछि, किनकि अब हजुरको एउटा परिवारसँग, हजुरको लाइफसँग रिलेटेड भइसकेको हुन्छ कि ती कुराहरू, ती घटनाहरू, कि उसको लाइफसँग पनि तपाईँको लाइफ जोडिसकेको हुन्छ नि त होइन। अनि जो उसको नजिकको मान्छे हुन्छ त्यसलाई उसले के गराइदिन्छ भन्दाखेरि, यी हेर्नुहोस् यसले मलाई यस्तो भन्यो, यसले मलाई यस्तो भन्यो, ऊ आफ्नो बिर्सिन्छ कि म के गरेँ भनेर उसले बिर्सिन्छ नि त त्यो कुराहरू। त्यो बिर्सिँदा बिर्सिँदा होइन उसले त्यसको नकारात्मक कुराहरू मात्रै फलो गरेर आउँछ, उसलाई नकारात्मक नै बनाइसक्छ कि होइन। कति छ भने 1 महिना 2 महिना 3 महिना 1 वर्ष, कति एक न एक दिन त नराम्रो हुन्छ नि त। 24 घन्टामा होइन, 24 घन्टामा मान्छे उसलाई 16 घन्टा नराम्रो कुराहरू गरिरहेछ भन्दाखेरि त कति झेल्ने कि, झेल्न सक्दैन नि त मान्छे। अनि त्यो नकारात्मक उसैको कारणले घटना घटाउँछ, आफै घटाउँछ त्यो। अनि घटिसकेपछि तपाईँ सहन सक्नुहुन्न, अनि के फिल गर्नुहुन्छ, होइन यार मैले त्यसलाई यति विश्वास गरेको थिएँ, यसलाई त मैले आफ्नो जीवन मानेको थिएँ, आज मेरो बारेमा यसले अलिकति पनि सोच्न सकेन भनेपछि यो मेरो लाइफ कसरी मेरो लाइफ छ। अनि तपाईँ के गर्नुहुन्छ भन्दा टाढिन खोज्नुहुन्छ कि। टाढिन खोजिसकेपछि फेरि के भन्छ तपाईँलाई, हेर त यही टाढिनको लागि मसँग अहिलेसम्म यस्तो गरिरहेको थियो, फेरि तपाईँले गलत फेरि तपाईँले नै गलत देखाउँछ कि। अनि तपाईँ गलत भइसकेपछि हो त, अब तपाईँ उसको पक्षमा जो बोलिरहेको छ नि त्यो मान्छे यता उसलाई केटालाई या केटीलाई वाच गर्दैन कि, जो उनीहरूको आफ्नो मान्छे छ नि, जो नकारात्मक कुरा गर्छ नि त्यसैको कुरा सुन्छ होइन। अनि त्यसपछि हो सही रहेछ, यस्तै गर्नको लागि रहेछ, यस्तो गरेको, त्यो कुरा बिर्सिन्छ कि यसको नकारात्मक सोचले गर्दाखेरि नै यस्तो नकारात्मक घटना घट्न गयो। किनकि मैले पनि आफ्नो लाइफ सेक्युर खोज्छु नि त, म पनि के सोच्छु भने कसैलाई बोझ बनाएर बस्न सक्दैन नि त होइन। ऊ मेरो जीवन साथी हो, या मतलब मेरो हरेक कुरामा साथ दिने मान्छे भनेपछि उसको पनि त जिम्मेवारी हुन्छ नि त होइन। मेरो नराम्रो कुराहरू सोचेर बस्नु हुँदैन नि त। मलाई भएको दुःख परेको ठाउँमा सहयोग दिने हो, म नराम्रो छु भनेपछि मलाई रियलाइज गराउन सक्नु पर्यो नि त। जब कोही पनि यो संसारमा जो होस् कि तपाईँको लागि ज्यान सुम्पिदिन्छ भनेपछि तपाईँ एक दिन अवश्य सोच्न बाध्य हुनुहुन्छ कि है। किनकि मान्छे कुनै कारणवश बिग्रे पनि होइन, जब उसको मानवता देखिन्छ नि त्यो मानवताले बाध्य बनाउँछ कि है, ऊ गलत छ भनेपछि जो सही गरिरहेको मान्छे छ भनेपछि त्यसको बारेमा सोच्न बाध्य हुन्छ नि त। अनि रिलेसन त्यसै राम्रो हुन्छ कि।